आज 8th डेमा क्लास 8देखि माथिको लागि चाहिँ नि तर रमतीमा लाने भनेछ। सो आज 8 बजे नै स्कुल जानुपर्ने अवस्था छ। अहिले गइरहेको छु। लगभग 1 घन्टा जस्तो हिँड्नुपर्छ अरे। सो मर्निङ वाक भयो, खाना खाएर मर्निङ वाक हुन्छ। अब त्यसरी हो फटाफट स्कुल चाहिँ यही हो, यो गेटमा एक स्कुल। बिहान स्ट्यान्ड छ यहाँ। यो चाहिँ नि खास अब तल प्रोग्रामको लागि जानु लागेले स्कुलमा खाना व्यवस्थापन भइरहेको है। यहाँ भइरहेछ हाम्रो खाना छ, दाल छ है, तरकारी त्यति हो। सो स्कुलबाट निस्क्यो है सबैजना। अब यसरी हो यहाँ कार्यक्रम जाने भनेको। यहाँ माथि काफल अझ गइरहेको छु माथि। अहिले चाहिँ अस्ति स्कुलबाट प्रोग्राम हामी सर्टकटबाट यसरी गरौँ होला। दुईजनाको रियाक्सन हेर्नु पनि। हेलो सर। हेलो स्कुल ट्रिप है। हामी चाहिँ प्रोग्राममा आइटम चढेर चढिरहेको चाहिँ म त माथि चढेँ नि। बालाको सबै स्टुडेन्ट भरिदिनु भयो अब। देखिन्छ ल स्कुल यही हो, चढ्दैछन्। पुग्यो लगभग 80% हिँडेर 20% चाहिँ गाडीमा है। This is the morning assembly.
मोनो सर किन भागे त है कहाँ भागेको छैन खिच्न आएको मल खालि मोनो सरलाई हेर्ने काम छ मेरो देखि है उहाँहरू 4 जना स्टेजमा उभिरहनु भएको थियो अहिलेसम्म स्टेजमै हुनुहुन्छ प्रोग्राम कन्टिन्यू भइरहेको छ हामी चाहिँ नि हल्ला टाढै जानुपर्ने भएर चाहिँ नि चाँडै निस्केको है हामी खास अझ ग्याङफिट नगएर तल समुद्र जाँदा ल लागेको के अरे हाम्रो यो रनमती होइन रमाती रामती हजुर है अब यो हामी चाहिँ तल झरेर आयो है अब हामी कहाँ समुद्र बेसी समुद्र तार बेसी पनि होइन हजुर तार बेसी भन्दा एक स्टेप तल हजुर बेसी भन्दा एक स्टेप तल अब हिँड्न पर्छ खत्रै हिँडेको पनि धेरै भएको छ नि ठ्याक्कै त्यो डाँडामा थियो स्कुल हिँडिरहेको छौँ त्यस्तै हो यहाँ अब हिँड्दै 11 नम्बरको गाडीमा सो यसरी छ है यसरी चाहिँ स्टुडेन्टहरू गइरहेको छ यहाँ छ अर्को गइरहेको छ तर टाढा छ है यसरी चाहिँ देख्दैन सो म चाहिँ सर्टकट बाइक पार्छु बाइकमा आइरहेको छ केटाहरू पनि हिँडिरहेको छ स्टुडेन्टहरू यस्तै छ बल्ल पुग्यो है आनन्द अब यहाँ कुरा भइरहेको छ दुईजनाको यहाँ आज बल्ल सिङ्गल बेड परेको थियो त्यही भएर नि त्यो जोइन छ यसरी पल्टिँदा हुन्छ यस्तो गरेर होइन म खुट्टा त फेरि सुत्नुभन्दा अगाडि यसरी सुत्छु नि त पहिला यसरी बसेर हुन्छ नि राति निन्द्रामा बिउज्यो भने चाहिँ यस्तो गर्छु नभएपछि यसरी सुत्छु जहाँ सुत्नुभन्दा अगाडि फोन चलाइरहेर हुन्छ कहिले कहिले खुट्टा यस्तो गर्छ यस्तो सार्छु नि फेरि फटक्क उतापट्टि फर्किन्छ कि सर ल यो चाहिँ स्टोरी हो है समुद्रको मोमो है चाउमिन यहाँ छ टेस्टरहरू यहाँ छ मोमो चाख्नु है झोल चाख्नु लाग्छ मोमो चाख्नु ल भएन मोमो यसरी चाख्नु भएन कस्तो ल अर्को टेस्टर है कस्तो
टेस्टर केही ठिकै मात्र रहेछ यस्तो रमाइलो गरेर है एउटा माछा चाहिँ मस्त यहाँ खोलामा बसेर है साँच्चैलाई पिरो भयो करेन्टै पिरो भयो साँच्चैलाई करेन्टै पिरो भयो है हावाले पिरो बनाइरहेको छ यस्तो चिल गरेर ल हाम्रो बिमुजी अन्त कल है अब जे भने त्यही देखि आइसोलेसनमा थियो है आज बजार आइरहेछौँ पालिका गाडी बाइक स्कुल यहीँ सपिङ हो ल बोर्डै छ टेलर टेलर पनि छैन यहाँ छ डोजर डोजर त थियो तर यस्तो तल हेर्नु पर्थ्यो मेडिकल चटपटे पसल केही पनि छैन सप यस्तो बाटो बाटै थिएन उता त कच्ची थियो कच्चीमा पिज कि के हो बजारै हिँडेको जस्तो फिल आउँदो रहेछ आयो है मासुभात आयो भिडियोको लागि गर्नुपर्छ साह्रो क्या एउटाको मासु चिया पान्दैछु मैले एक थाल भात खान सघाएर अर्को थाल भात खाएर है ल दोस्त घिउ चाहिँ राख्दैन त क्या भातमा घिउ है ए पुग्यो बस अब तरकारी आउँछ अब खाने हो तर यार कस्तो स्प्राइट सानो जस्तो छ क्या है साइज त सेम त हो नि इन्डियामा सानो हुन्छ सरले